आज फेरि मैले डायबिटिक्ससँग रिलेटेडै एउटा अर्को भिडियो बनाउन खोजिरहेको छु। मलाई लाग्छ यो भिडियो तपाईँहरूलाई फाइदाजनकै हुनेछ। किनभने जति पनि भिडियोहरू हामीले देख्छौँ सोसल मिडियाहरूमा, ती भिडियोहरू चाहिँ प्रायः चाहिँ हामीले डायबिटिज भएको मान्छेले के नखाने भन्ने कुराका धेरै भिडियोहरू बनाएको भेटिन्छ। तर पनि मैले आज यो भिडियो मार्फत आज चाहिँ हामीले के नखाने होइन, के खाने भन्ने कुराको बारेमा हामी त्यो विषयमा छलफल गर्नेछौँ। सबभन्दा पहिलो कुरा त डायबिटिज कन्ट्रोल गर्नलाई हामीले यो भिडियो मार्फत आज मैले 3वटा रुल्सहरू भन्दैछु, जसले चाहिँ डायबिटिजलाई सजिलैसँग कन्ट्रोल गर्न सहयोग गर्छ। यदि तपाईँले डायबिटिजको बारेमा तपाईँ एवारनेस बन्नुभयो भने, हुन त डायबिटिज एउटा यस्तो रोग हो, यो चाहिँ राम्रोसँग मान्छेले त्यो कुरालाई ख्याल गर्यो भने चाहिँ डाक्टर जत्तिकै जान्ने हुन्छन् बिरामीहरू पनि। यस्तो खाले रोग हो डायबिटिज। त्यही भएर आज मैले त्यो डायबिटिक भएका मान्छेहरूलाई सहयोग हुने, सजिलो हुने, खाना नहुने होइन, खाना हुने कुराहरूका बारेमा आज मैले 3वटा रुल्सहरू भन्दैछु, जसले चाहिँ मेरो समुदायका मान्छेहरूलाई यो भिडियोले फाइदा पुर्याउँछ भन्ने कुरामा म विश्वस्त छु। त्यही भएर नम्बर 1 रुलमा चाहिँ के छ भने, हामीले के खाने र कति खाने भन्ने कुरा चाहिँ धेरै इम्पोर्टेन्ट छ। डायबिटिज भएको मान्छेहरूले जहिले पनि खानेकुराहरू चाहिँ खाँदाखेरि एकदमै ख्याल पुर्याउनु पर्ने। नम्बर 1मा चाहिँ एकदमै रिफाइन भएका फुडहरू चाहिँ राम्रो हुँदैन। किन राम्रो हुँदैन त भन्दा, ती रिफाइन भएका चिजहरू जस्तै मैदाहरू भयो, अनि एकदमै मसिनो गरी पिसेका ती फुडहरूले चाहिँ के हुन्छ त भन्दा, खानेकुरा हामीले खाँदाखेरि तिनीहरू सिधै हाम्रो स्टमकमा जान्छन् र तिनीहरू सजिलैसँग एब्जर्ब हुन्छन्। त्यही भएर त्यो एब्जर्ब भएपछि तिनीहरूले के गर्ने भयो त भन्दाखेरि हाम्रो ब्लड सुगरको लेभललाई हत्तै बढाउने भयो। त्यही भएर कहिले पनि हामीले चाहिँ रिफाइन भएका फुडहरू चाहिँ सकेसम्म नखाने। अब यसका अलावा हामीले के गर्ने त भन्दा, होल ग्रेन्सहरू हुन्छ नि, होल ग्रेनहरू जस्तै हामीले होल ग्रेनहरू भयो, प्रोटिनहरू भयो, यस्ता चिजहरू चाहिँ हामीले लिने गरियो भने चाहिँ यसले हाम्रो शरीरमा, किन त होल ग्रेनमा के हुन्छ त भन्दाखेरि फाइबर हुन्छ, अनि फाइबरले के हुन्छ त भन्दाखेरि ग्लुकोजलाई हत्तै बढ्न दिँदैन र त्यही भएर ग्लुकोजलाई कम बढाउँछ यसले। त्यही भएर हामीले चाहिँ सकेसम्म फाइबर भएका चिजहरू चाहिँ प्रयोगमा ल्याउने कोसिस गर्नुपर्छ। अब हामीले घरमै रोटी बनाउँदैछौँ भने पनि हामीले चाहिँ त्यो रोटी बनाउने हामीले ल्याउने पिठो चाहिँ होल ग्रेनको पिठो चाहिँ किन्ने गर्नु पर्यो। अनि त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि हामीले चाहिँ त्यसमा फाइबर हुन्छ, अनि फाइबर भएपछि शरीरमा हाम्रो इन्टेस्टाइनमा चाहिँ एब्जर्ब हुने रेट चाहिँ कम हुन्छ। त्यही भएर ग्लुकोज स्पाइक हुन पाउँदैन अथवा च्याप्पै बढ्न पाउँदैन। अनि भात खानेकुरा चाहिँ बन्द गर्नुहोस् भनेर मैले भन्दिनँ। यसलाई हामीले भात खाँदैछौँ भने हामीले चाहिँ भात चाहिँ हामीले पकाइरहेको भातबाट त्यो माड काट्ने भन्छ, माथि भएको भातलाई माड काटेर अनि खाने बानीको विकास गर्यो भने चाहिँ यसले चाहिँ कार्बोहाइड्रेट चाहिँ हामीले भात खान सकिन्छ। धेरै कार्बोहाइड्रेट हाम्रो शरीरभित्र जाँदैन। अर्को चाहिँ जान्ने पर्ने कुरा चाहिँ स्टिकी राइसहरू, जुन चाहिँ हामीले भात पकाउँदाखेरि यदि त्यो भात चाहिँ अलि स्टिकी टाइपको भयो अथवा त्यो चाहिँ टाँसिने, एउटा भातको सिता र अर्को भातको सिताहरू टाँसिने टाइपको भातहरू छ भने चाहिँ तिनीहरूले चाहिँ सुगरलाई बढाउँछ। त्यही भएर यो चिजहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। र हामीले खाँदाखेरि जहिले पनि खानेकुरासँग चाहिँ खानामा चाहिँ गेडागुडी, सलाद, अनि गाई भैँसीको थोरै घिउ अथवा ओलिभ ओइल हामीले चाहिँ खाँदाखेरि राम्रो हुन्छ, खानेकुराहरूमा मिसाएर खाँदाखेरि। अनि त्यसका अलावा बदाम अनि ममफुली, यस्ता चिजहरूले चाहिँ ग्लुकोजहरूलाई झ्याप्पै बढ्न चाहिँ दिँदैन। यिनीहरूले चाहिँ एब्जर्प्सनको रेटलाई चाहिँ यिनीहरूले के गराउँछ, स्लो गराउँछ। त्यही भएर तपाईँको एक प्लेट फुड अथवा खानेकुरा हामीले मानौँ एउटा प्लेटमा खाना लियौँ भने त्यो खानाको त्यो प्लेटको आधा भाग चाहिँ तरकारी हुनुपर्छ र त्यो बाँकी आधाको चाहिँ आधामा चाहिँ प्रोटिन हुनु पर्यो र बाँकीमा चाहिँ भात हुनु पर्यो। जस्तै तरकारीहरूमा चाहिँ हरियो साग सब्जीहरू भयो, काउलीहरू भयो, यस्तो जुन चाहिँ गेडागुडीसँग मिसिएका वस्तुहरूसँगको तरकारी भयो। अनि अर्को चाहिँ प्रोटिनमा चाहिँ हामीले चाहिँ खाने चना भयो होइन। अनि त्यसपछि यस्ता दालजन्य वस्तुहरू आधामा र बाँकी रहेको आधा चाहिँ प्लेटलाई चाहिँ हामीले कार्बोहाइड्रेट बनाएर हामीले भात खाइयो भने चाहिँ यसले चाहिँ ग्लुकोजलाई कन्ट्रोल गर्छ। त्यही भएर यो ग्लुकोजहरूलाई हामी डायबिटिज भएको मान्छेले चाहिँ थाहा पाउनु पर्ने कुरा के हो भने, ग्लुकोजको मोनिटरिङ चाहिँ धेरै इम्पोर्टेन्ट छ होइन। मोनिटरिङ गरिराख्ने, अथवा मैले खाएको खानेकुरा, मैले यति खानेकुरा खाँदाखेरि मेरो ग्लुकोज कति भइरहेको छ भनेर नजिकबाट मोनिटर गर्ने बानीको विकास गर्ने। यसो गरियो भने चाहिँ हामीले ग्लुकोजलाई
आफै पनि कन्ट्रोल गर्न सकिन्छ। नम्बर 2 मा चाहिँ हामीले ग्लुकोजको कार्यक्रम खानेकुराको हामीले जस्तै हाम्रो वर्षभरिको महिनाभरिको बजेट बनाउँछौँ, त्यस्तै गरेर हामीले चाहिँ ग्लुकोज हामीलाई डायबिटिज छ भने चाहिँ हामीले यसको चाहिँ बजेट बनाउनुपर्छ अथवा हामीले के कुरा खाने कति नखाने भन्ने कुरा थाहा पाउनुपर्छ। जस्तै एउटा फिमेलले कति खाने त कार्बोहाइड्रेट भन्ने कुरा थाहा पाउनुपर्छ। एउटा फिमेलले एक दिनमा चाहिँ 30 देखि 45 ग्राम पर मिलमा चाहिँ त्यो खानेकुरा चाहिँ हामीले एउटा खाना बिहानको खाना अथवा बेलुकाको खानामा चाहिँ त्यति कार्बोहाइड्रेट चाहिँ हुनुपर्छ। अनि त्यस्तै गरेर मेलमा चाहिँ 45 देखि 60 ग्राम हुनुपर्छ पर मिलमा, भनेको एउटा खानेकुरामा त्यति चिजहरू हुनुपर्छ। र डायबिटिज भएको यदि फिमेल छ भने चाहिँ अथवा डायबिटिज भएको जोसुकै मान्छे मेल अथवा फिमेल छ भने चाहिँ जुन मैले भनेको जुन लेभल छ त्यो 30 देखि 35 अथवा 40 देखि 45 भनेको छ भने त्यो जुन तल्लो लेभल छ त्यो लेभललाई मान्नुपर्छ। यदि डायबिटिक छ भने त्यो अनुसारले हामीले कन्जम्सन गरेको हुनुपर्छ। अनि हामीले चाहिँ जान्दाखेरि जस्तै हामीले के खाने त, हामीले कतिमा हुन्छ त कति ग्राम भन्ने कुरा थाहा पाउनका लागि चाहिँ हामीले एकदम जरुरी छ। त्यो थाहा पाउन सकिएन भने पनि हामीले खानेकुरा कति खाने भन्ने कुरा निर्किलो हुँदैन। त्यही भएर जस्तै हामीले मिडियम टाइपको एउटा रोटीमा चाहिँ हाम्रो कति हुन्छ त भन्दा 15 देखि 18 ग्राम कार्बोहाइड्रेट हुन्छ हैन। अनि त्यो हामीले चाहिँ दिनमा हामीले 2टा रोटी खान पर्ने भयो। अनि त्यो सँगसँगै प्रोटिन र भेजिटेबल्स चाहिँ हाम्रो फुडमा भएको हुनुपर्छ। त्यति भयो भने चाहिँ त्यो चाहिँ बेसिक फुडहरू हामीले खानेकुराहरू हैन। जस्तै हामीले पाकेको भात आधा कप पाकेको भातमा चाहिँ कति हुन्छ त राइस भन्दाखेरि चाहिँ 20 देखि 25 ग्राम हुन्छ आधा कपको कुरा गर्दाखेरि। जस्तै हामीले कति कप खान्छौँ अनि त्यो सँगसँगै मिसिएको दाल हुनु पर्यो। अनि त्यो दालमा चाहिँ 1 कप दालमा चाहिँ कति हुन्छ त भन्दाखेरि 25 देखि 30 ग्राम कार्बोहाइड्रेट हुन्छ दालमा पनि। अनि त्यो पनि हामीले ख्याल गर्नु पर्यो हैन। अनि एक टाइममा एउटा प्रकारको मात्र प्राइमेरी कार्बोहाइड्रेट खाने गर्नुपर्छ। हाम्रोमा कस्तो छ अनि त्योसँग भेजिटेबल प्रोटिनहरू जुन मैले भने अनि फ्रुट्सहरू जुन कुरा मैले भने त्यो चाहिँ जान्नै पर्यो हैन। र त्योसँग सँगै फ्रुट्सहरू भयो हैन। अनि हामीले चाहिँ खाने गर्नुपर्छ फ्रुट्सहरू खानेकुरा सँगसँगै। तर पनि कार्बोहाइड्रेट हामीले चाहिँ हाम्रो समाजमा कस्तो छ भने हामीले कार्बोहाइड्रेट भात खाने अलिकति रोटी खाने त्यस्तो नगर्दा राम्रो हुन्छ। किनभने दुवैमा कार्बोहाइड्रेट हुन्छ अनि त्यसले चाहिँ ग्लुकोजलाई धेरै बढाउँछ। त्यही भएर एउटै टाइपको खानेकुरा खाने, चाहे त्यो रोटी होस् अथवा त्यो चाहिँ भात होस्, जुनसुकै भए पनि एउटै खानेकुरा खाने। अनि त्योसँग हाई नम्बर अफ प्रोटिन हुनु पर्यो र भेजिटेबल्सहरू हुनु पर्यो, हरियो सागसब्जीहरू हुनु पर्यो। यसो भयो भने चाहिँ एकदमै हाम्रो शरीरमा डायबिटिज चाहिँ कन्ट्रोल गर्न सकिन्छ। अनि त्यस्तै अर्को नम्बर 3 मा के छ त भन्दा प्रोटिन। हामीले पेटभरि खाइयो भने अर्को 3 नम्बर रुलमा चाहिँ प्रोटिन हो। हामीले पेटभरि हामीले प्रोटिन खायो भने हामीलाई त भोक लाग्ने सम्भावना पनि अरूभन्दा कम हुन्छ। किनभने प्रोटिनको मेटाबोलिक एक्टिभिटी पनि ढिलो हुने भएकोले हैन। अर्को चाहिँ यसले चाहिँ मसल्सहरू हाम्रो शरीरको मसल्सहरूको चाहिँ प्रोटेक्सन गर्छ। अनि त्यो भएर मसल्सहरू राम्रो पनि हुन्छ। अनि त्यो मसल्सहरूबाट कार्बोहाइड्रेट मा कन्भर्ट हुन जुन ग्लुकोज टाइम लाग्छ त्यसले गर्दाखेरि ग्लुकोज स्पाइक हुन अथवा ग्लुकोज बढ्ने सम्भावना कम हुन्छ। त्यही भएर एक दिनमा एउटा मान्छेले कति ग्राम प्रोटिन खानुपर्छ त भन्ने कुरा गर्दा 1 देखि 2 ग्राम पर केजीको हिसाबले खानुपर्छ। अथवा एउटा 60 केजी भएको मान्छेले 60 देखि 72 ग्राम प्रोटिन हामीले एक दिनमा खानुपर्ने हुन्छ। जस्तै एउटा अन्डामा कति ग्राम हुन्छ त भन्दाखेरि 6 ग्राम प्रोटिन हुन्छ। अनि 100 ग्राम पनिरमा चाहिँ 18 देखि 20 ग्राम प्रोटिन हुन्छ। अनि त्यस्तै 100 ग्राम चिकनमा 25 देखि 27 ग्राम हुन्छ। 100 ग्राम फिसमा 20 देखि 22 ग्राम हुन्छ। एक कचौरा दालमा चाहिँ 8 देखि 10 ग्राम हुन्छ र एक कचौरा राजामा चाहिँ 10 देखि 12 ग्राम प्रोटिन हुन्छ। यो चिजहरू प्रोटिनहरू हामीले सकेसम्म हामी डायबिटिज भएको मान्छेहरूले चाहिँ जहिले पनि खानेकुराको स्टार्टरको रूपमा अथवा स्टार्ट गर्दा जहिले पनि हामीले प्रोटिनबाट खानेकुरा स्टार्ट गर्नुपर्छ। प्रोटिनबाट खानेकुरा मैले अघिल्लो भिडियोमा पनि यो कुरा भनेको छु। जहिले पनि प्रोटिनबाट खानेकुरा स्टार्ट गरियो भने हामीलाई डायबिटिक स्पाइक हुने रेट घटेर जान्छ र इन्सुलिन एक्टिभेसन हुन सक्ने सम्भावना बढी हुन्छ। त्यही भएर आजको यो भिडियोमा चाहिँ तपाईलाई के लाग्यो, कस्तो लाग्यो कमेन्ट गर्नु होला। यदि तपाईलाई यो फुडहरूको बारेमा धेरै नलेज चाहियो भने मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्।